हेलो वेलकम टु माई न्यू ब्लग्स। आज चाहिँ म घरमै छु र आज चाहिँ म एउटा विशेष भिडियो लिएर आइसकेको छु र यहाँ आज हाम्रो एकदम प्रतिभाको धनी घनश्याम भट्टराईजी हुनुहुन्छ। उहाँले चाहिँ एकदम खतरा गीतहरू गाउनुहुन्छ। एकदम प्रतिभाको धनी हुनुहुन्छ उहाँ चाहिँ घनश्याम भट्टराईजी हो। नमस्कार। अनि नाम हजुरको नाम बताइदिनुहोस्। मेरो नाम घनश्याम भट्टराई। हजुर। अनि कुन ठाउँदेखि हुनुहुन्छ हजुर? म रूपाहानी गलबी नगरपालिका वार्ड नम्बर 5 रूपाहानीदेखि। हजुर। अनि अरू के छ खबरहरू? ठिकै हुनुहुन्छ नि? ठिकै छ। हजुरलाई चाहिँ अब यस्तो टिकटकहरूको मार्फतबाट हजुरलाई चाहिँ एउटा के प्रतिभाको धनी गीत राम्रो गाउनुहुन्छ अरे। त्यही सुनेर चाहिँ म चाहिँ अब हजुर कहाँ एउटा यस्तो छोटो भिडियो बनाऊँ भनेर हजुर कहाँ आइपुगेको है। हस् ल यस्तो रोक्नु है त। ल अब घनश्याम भट्टराईजी चाहिँ अब आफ्नो प्रतिभा गर्न देखाउन गइराख्नु भएको छ। अनि गाउन सुरु गर्नुहुन्छ। ल सुरु गर्नु ल। हिलो पनि भन्दैन धुलो पनि भन्दैन मायालुको गाउँमा मेरो घर पर्छ, मेरो घर पर्छ। सहरै पछि उनकै नाम जपेको, जप्दा जप्दै मायामा फसेको मायालुले मलाई त सहरिया भन्छ। त्यति रोकम उहाँले चाहिँ एउटा गीत गाएर हिलो पनि के अरे भन्न पाउँदैन, धुलो पनि भन्न पाउँदैन, मायालुको गाउँमा गाउँमा घर छ भन्ने गीत चाहिँ गाएर आफ्नो चाहिँ एउटा नेपाली लोकदोहोरी सङ्गीतका क्षेत्रबाट एउटा चाहिँ छुट्टै पहिचान जगाउनु भएको छ घनश्याम भट्टराईजीलाई। धेरै धेरै धन्यवाद दिन चाहन्छु। धन्यवाद घनश्याम भट्टराईजी। ल धन्यवाद। धन्यवाद।